दर्शक महानुभावहरु स्वागत छ तपाईहरुलाई हाम्रो युट्युब च्यानलमा। आज भने म पाँचथर जिल्लाको सुदूरपूर्वी गाउँ एकचेपाको बारेमा चर्चा परिचर्चा गर्दै छु। यो गाउँ भने पहिले ताप्लेजुङ जिल्लामा पर्दथ्यो। अहिले भने पाँचथर जिल्लाको हिलियाङ गाउँपालिका वडा नम्बर 7 मा पर्दछ एकचेपा। साबिक सुबाङ 2 मा पर्ने एकचेपा शिक्षित युवा मानिसहरु बस्ने गाउँ भनेर पनि चिनिन्थ्यो। अहिले भने यो गाउँमा फुसको छानाहरू हटाएर सबैको घरमा टिनको छाना लागिसकेको छ। पहिले भने खरको छानाले छाइएको यो गाउँ अहिले क्रमिक रूपमा विकासको चरमतिर अगाडि बढिरहेको छ। हलगरु नार्नु र हलो झुण्डाएर जोत्नु त यो गाउँको प्राचीन समयदेखिकै परम्परा हो। अर्म पर्म गर्नु सबै मिलेर सबैजनाको बाटो सडक निर्माण भइरहेको छ। यहाँ सबैजना गाउँका मिलेर सामग्रीहरू आवतजावत गर्नका लागि भने उचित बाटोको व्यवस्था पनि भइरहेको छ। फुसको छाना त चर्लक्कै सकिसकेको छ। प्रत्येकका घरमा नीला र राता जस्ताका छानाहरू सजिएका छन्। मकैबारी यहाँको प्रमुख नगदे बाली पनि हो। मकै नरोपी त यो गाउँका मानिसहरूले छाक टार्दैन। अन्न खानका लागि भए पनि मकै त छरेकै हुन्छन्। पहिलो टिन घर यो घर हो। यतापट्टि पढ्नका लागि सँगैमा र गाउँको बीचमा रहेको छ सिद्धेश्वरी माध्यमिक विद्यालय एकचेपा। यो स्कुलमा धेरै विद्यार्थी यो गाउँभरिका विद्यार्थीहरू यही स्कुलमा पढ्ने गर्दछन् र उचित शिक्षा हासिल गर्ने गर्दछन्। स्कुलका भवनहरू पनि धेरै बनिरहेका छन्। विद्यार्थी पनि माथिल्लो गाउँबाट आउने गर्दछन्। शिक्षाको ज्योति छरिरहेको छ यो स्कुलले। मानिसहरू शिक्षित बनिरहेका छन्। च्याम्के थुम्काको बर हो यो। पहिले गोरेटो बाटो थियो यहाँनेरि। अहिले भने ठुलो सडकले भेटेको छ च्याम्के थुम्कालाई। भरिपल त यहाँनेरिको पहिलेदेखि नै थियो, छँदै नै थियो। बाटो हिँड्दै गर्दा शीतलता प्रदान गर्थ्यो पिपलले र पर देखिरहेको मूलडाँडो र सल्लाघारी आहा कति राम्रो छ। र यो फल हो ऐसेलु। बाख्रा बस्तु चराउँदा कति खाइथ्यो पहिले। कति मिठो हुन्छ यो फल ऐसेलु। ऐसेलु सँगसँगै पाक्ने सिजन हो। काफल पनि पाक्ने सिजन हो। अहिले काफल पनि पाकिरहेको छ। अब म एकचेपा भन्ने बित्तिकै ऐसेलुको चाहिँ एउटा राम्रो ऐसेलु फल्ने ठाउँ भनेर पनि चिनिन्छ। र यो ऐसेलु मैले ऐसेलुको बोटमा आइपुगिसकेको छु। र हाम्रो गाउँमा चाहिँ ऐसेलु सँगसँगै काफल र अन्य फलफुलहरू पनि पाइन्छ। र यो चाहिँ यसमा चाहिँ एकदमै काँडा हुन्छ यो बोटमा। र म यो टिपी पहिले गोरु चराउँदा, गाई चराउँदा, बाख्रा चराउँदा र घाँस काट्नको जोड खाइन्थ्यो। अहिले म चाहिँ बाटो हिँड्दै गर्दा यो टिपेकाले गर्दाखेरि यति ऐसेलु मैले टिपेँ। यो ऐसेलु खान्छु। कति मिठो छ है। गाउँको प्राकृतिक औषधि ऐसेलु। र यो मैले यहाँ ऐसेलु खाँदै गर्दै गर्दा पारिपट्टि मेरो क्यामेराले पारिपट्टिको एउटा दृश्य कैद गर्यो। यो हो हाम्रै यही गाउँका एकचेपाका अग्रजहरूलाई त यो मैले क्यामेरा फर्काउने बित्तिकै थाहा पाइसक्नुभयो होला। थामदिन सोती भन्ने ठाउँ हो त्यो। त्यहाँबाट चाहिँ पहिलेका आदरणीय हाम्रा बुवा हजुरबा काकाहरूले चाहिँ धान लिएर यो ठाउँसम्म आएर र धानको चामलको भात खानुहुन्थ्यो हैन। त्यति बेला त धान फलाउन एकदमै मुस्किल पर्थ्यो। उहाँ टाढा खोला खेत, त्यो खोलाका बगरका किनारमा यहाँनेरि खेती गरेर यहाँको खेतीको धान चाहिँ हाम्रा पुर्खाहरूले हामीलाई खुवाउनु भएर हामीलाई हुर्काउनु भएको हो। र अब यो चाहिँ हो हाम्रो छिमेकी गाउँ चौतारा। चौतारा हाम्रो एकचेपाको एउटा छिमेकी गाउँ हो। यहाँनिर चाहिँ पन्थाकहरूको ठुलो बस्ती पनि छ। त्यो हो हाम्रो हिलियाङ गाउँपालिका वडा नम्बर 7 का वडाध्यक्ष आदरणीय धनकुमार पन्थाकज्यूको घर। र यहाँ चाहिँ करिब 5-7 घरधुरी रहेको छ। र हाम्रो गाउँमा पछिल्लो समय विद्युतको पनि विकास भइसकेको छ। यो काबेली हाइड्रोको बिजुलीको मेन लाइन पनि हाम्रो यहीँबाट प्रसारित भएको छ। त्यसैगरी यो चाहिँ हाम्रो छिमेकी गाउँ नै हो। यसलाई भनिन्छ पाखा गाउँ।
टाहा गाउँ पनि यहाँ पहिले धेरै नै बाक्लो बस्ती भएको गाउँ हो भने अहिले चाहिँ यहाँनिर बढ्दो बसइसराई र युवाहरूको वैदेशिक रोजगारमा जाने एउटा हुटुटीको कारणले गर्दाखेरि यो गाउँ पनि अहिले रितिँदो अवस्थामा गइसकेको छ र गाउँमा अहिले पछिल्लो समय धेरै नै विकास भइसकेको छ। यो सल्लेरीदेखि एकचेपासम्म जाने बाटो हो। पहिले यहीँ एउटा गोरेटो मात्रै थियो र अधिकारी किराना पसलबाट चामल दालहरू लिएर भारी बोकेर जानुपर्ने यो गाउँमा अहिले मोटरसाइकल ट्रक र टिप्परहरू कुद्ने अवस्थासम्म पुगिसकेको छ भने यो सल्लोको रुख हो। यस्तै सल्लोको दियालो बालेर हाम्रा आदरणीय काकाहरू बुबाहरू दाजु दिदीहरू फुपूहरूले पढ्नुहुन्थ्यो भने अहिले चाहिँ यो बिजुली आइसकेको छ र बिजुली बालेर अहिले हामीले अध्ययन गर्न सक्छौँ भने गाउँमा विकास भइरहेको नि छ। साथै पारी देखिएको यो अमरपुर कोशी कोरिडोरको बाटोले भेट्दैछ। यहाँनिर चाहिँ यो चाइनासम्म जोड्ने बाटो हो भने यतापट्टि तल हाम्रो देखिएको यो आम्मेजानीबाट गएको कोशी कोरिडोरकै बाटो हो भने पारी हामीले तेह्रथुम लाई पनि देख्न सक्छौँ। हाम्रो छिमेकी जिल्ला तेह्रथुम